ल गुड मर्निङ। गुड मर्निङ। अहिले 5:30 बजेको छ। 5 बजेको छ अनि हामी चाहिँ छिट्टै उठेको। आज चाहिँ सरप्राइज छ अनि हजुरहरू चाहिँ रेडी हुनु सरप्राइज हेर्नको लागि। कता सन्ध्या खाँदै आज चाहिँ बिहानै 5:30 बजे नै उठेर म चाहिँ यहाँ नुहाइधुवाइ गर्दैछु। यस्तो चिसो पानीमा नुहाउनु पर्ने छ, तर पनि आज चाहिँ छिटो नै पूजाहरू गरेर बाहिर मन्दिर जानुपर्ने छ। त्यही भएर चाहिँ म चाहिँ नुहाइधुवाइ गरेर रेडी भइसकेँ यहाँ। अनि हामीलाई चाहिँ जानु छ चुरे मन्दिर, अनि त्यही भएर चाहिँ सबभन्दा पहिला चाहिँ नुहाइधुवाइ गरेर घरमै पूजा गर्ने, अनि त्यसपछि चाहिँ बाहिर जाने। अनि हामीले चाहिँ हिजो भर्खर किनेको थियौँ नयाँ स्कुटी, अनि त्यही भएर चाहिँ सुरुमा घरमा पूजा गऱ्यौँ, अनि त्यसपछि चाहिँ मन्दिर लड्डु चढाउनको लागि जानेवाला छौँ। अनि त्योभन्दा अगाडि चाहिँ घरमै गर्नुपर्छ, अनि त्यही भएर चाहिँ हामी सबैजना मिलेर घरमै गऱ्यौँ पूजा। अनि अब चाहिँ जानेवाला छौँ हाम्रै उदयपुर, यहाँ चुरे मन्दिर उदयपुरमा रहेको, जुन चाहिँ प्रायः सबैजना जानुहुन्छ नयाँ गाडी अथवा केही छ भने चाहिँ। अनि हामी पनि त्यहीँ जान लागेछौँ। अनि यहाँ सबैजना हुनुहुन्छ। अनि ऊ चाहिँ दिपिका मेरो देउरानीको छोरी। अनि हामी चाहिँ लागिसक्यौँ साथीहरू मन्दिरतर्फ। अनि त्यस पछाडि चाहिँ हामी यहाँ जलजले बजारमा आएर चाहिँ सुरुमा लड्डु किन्यौँ। अनि यहाँ चाहिँ एकदमै राम्रो लड्डु पाउँछ। प्रायः जसो चाहिँ हामी जहाँ पनि जाँदाखेरि कुनै काम पर्दाखेरि चाहिँ यहीँबाट लड्डु किन्छौँ। अनि एकदमै राम्रो, मिठो, सस्तो अनि राम्रो पनि छ। त्यही भएर चाहिँ हाम्रो जलजले बजारको। अनि हामीले चाहिँ लगभग 3 पोका नै लड्डु किन्यौँ घरमाको लागि अनि उहाँले काम गर्ने ठाउँको लागि। अनि हामी चाहिँ लागिसक्यौँ साथीहरू। फेरि पनि लड्डुहरू किनिसकेर सूर्य मन्दिर चाहिँ जङ्गलको बिचमा छ, अनि सप्तरीदेखि यता हाम्रो उदयपुर आउने। अनि त्यस पछाडि चाहिँ हामी लागिसक्यौँ यी चाहिँ बाटोहरू। अनि म चाहिँ मन्दिर पुगिसकेँ। सबैजनाले पनि दर्शन गर्नुहोला, अनि कमेन्टमा चाहिँ जय सूर्यमा भनेर माता भनेर लेख्नुहोस्। अनि हामी चाहिँ आइसक्यौँ मन्दिर। अनि आरुसले पनि भन्दैछ घन्टी बजाउने भनेर, अनि आरुसले पनि घन्टी बजायो। अनि हामी चाहिँ लाग्यौँ भित्र पूजा गर्नेतर्फ। अनि हामीले चाहिँ सबै सामानहरू चाहिँ सुरुमा यहाँ गुरुबालाई नै दियौँ। अनि गुरुबाले चाहिँ यहाँ पूजा गर्दै हुनुहुन्छ, उहाँले नै गरिदिनुहुन्छ भनेर सबै कुराहरू उहाँलाई नै दियौँ। अनि त्यस पछाडि चाहिँ हामी पनि यहाँ भित्र आएर पूजाहरू गऱ्यौँ। अनि आरुस ढोक्दैछ। अनि त्यस पछाडि चाहिँ गुरुबाले गरिसकेपछि पूजा हामीले पनि दुईजनाले नै ढोक्यौँ। अनि आफूलाई मनमा लागेको कुराहरू माग्यौँ। गुरुबाले चाहिँ हाम्रो यहाँ गाडीलाई पनि पूजा गरिदिनु भयो। त्यस पछाडि चाहिँ पूजाहरू गरिसकेर चाहिँ यहाँ हामीले टिका लगायौँ सब हामी 3जनाले। अनि त्यस पछाडि चाहिँ हामी थोरै दूर जाँदैछौँ हिँड्दै हिँड्दै। खोइ बुवा गाडीमा जाम। अनि थोरै अगाडि आएर चाहिँ यहाँ चन्द्रमा बनाइदिएको थियो। अनि यहाँ हामीले चाहिँ थोरै फोटोसुट गऱ्यौँ। अनि फेरि पनि लाग्यौँ घरतर्फ नै। अनि त्यस पछाडि चाहिँ हामीले पूजाहरू गरिसकेर घरतर्फ लागिसक्यौँ साथीहरू। अनि आजको भिडियो यति नै। थ्याङ्क यू सो मच मेरो भिडियो सबैजनाले मन पराइदिनु हुने, सपोर्ट गर्ने साथीहरूलाई थ्याङ्क यू। अब